दर्शकहरूले नमस्ते सम्पूर्ण साथीहरूमा म आकाश र साथीहरू आज चाहिँ हामीहरू चाहिँ माथिल्लो टोलबाट तल्लो टोलतिर साथीहरूसँग यसो गाउँ घुम्नको लागि जाँदैछौँ र तपाईँहरूको माझमा छोटो मिठो गाउँतिरका केही रमाइला भिडियोहरू र रमाइला दृश्यहरू तपाईँहरूको माझमा राख्न गइराखेको छु र हेर्नुहोस् म जन्मेको म हुर्केको जन्मथलो आज चाहिँ तपाईँलाई स्पष्ट रूपमा म यस भिडियो मार्फत देखाउने छु र यो चाहिँ सबै केटाहरू आज चाहिँ हामी माथिल्लो टोलबाट चाहिँ तल्लो टोलतिर चाहिँ जाँदैछौँ र भिडियो चाहिँ एकदमै रमाइलो भिडियो छ। अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुहोला र आजको वातावरण आजको मौसम पनि एकदमै रमणीय देखिएको छ र तपाईँहरू हेर्न सक्नुहुन्छ चारैतर्फबाट एकदमै बादलले घेरिएको एकदम सुन्दरताले छाइएको आज चाहिँ गाउँ साँच्चीकै एकदमै रमणीय देखेको छ र अहिले चाहिँ हामी ठ्याक्कै उपल्लो टोलदेखि तल्लो टोल जाने बाटो मेन बाटो यो बस हिँड्ने बाटो हो साथीहरू। तर अहिलेसम्म चाहिँ यहाँ पिच चाहिँ भएको छैन। अब पिच गर्नको लागि चाहिँ बजेटहरू छुट्याएको छ भन्ने कुरा चाहिँ आएको छ र हेर्नुहोस् यहाँ चाहिँ हामी अब तल्लो टोलतिर चाहिँ पुगिसकेको छौँ लगभग र यहाँ चाहिँ कुकुर पनि एकदमै खतरनाक छ भन्ने सुनेको छु र अलिकति डर पनि लाग्दैछ किनभने चाहिँ कुकुरदेखि चाहिँ म एकदमै डर लाग्छ। यो चाहिँ हाम्रो तल्लो टोलका घरहरू है त साथीहरू। आज चाहिँ यसो साथीभाइहरूसँग गाउँघरतिर घुमौँ कि भनेर साथीहरूसँग चाहिँ गाउँघरतिर चाहिँ घुम्दैछौँ र घुम्दै यसो छोटो मिठो भिडियोहरू चाहिँ बनाइहालौँ न त भनेर बनाउँदैछु र यो भिडियोलाई चाहिँ तपाईँहरूले कहाँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट छोड्नुहोला र के कस्तो लाग्छ तपाईँहरूलाई मेरो गाउँ बस्ती मेरो जन्मथलो तपाईँहरूको मिठो प्रतिक्रियाहरू चाहिँ राख्नुहोला र मेरो भिडियोलाई कुन ठाउँबाट कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरूको कमेन्ट चाहिँ कमेन्ट बक्समा गर्नुहोला र म सक्दो प्रयास तपाईँहरूलाई कमेन्टको रिप्लाई दिनेछु। ल हेर्नु त साथीहरू यहाँनिर बाँधेको रहेछ यो कुकुर चाहिँ एकदमै खतरनाक कुकुर छ साथीहरू। यसलाई चाहिँ हामी गाउँघरतिर चाहिँ जाडे कुकुर भन्छ है। ल हेर्नुहोस् यहाँ चाहिँ हामी तल्लो बस्ती तल्लो गाउँ टोलतिर चाहिँ आइसक्यौँ र यहाँ म तपाईँहरूलाई देखाउँछु मेरो घर चाहिँ माथिल्लो टोलमा छ। अलिकति म माथिल्लो टोलतिरको दृश्यहरू पनि देखाउँछु है त। यहाँनिर हो साथीहरू मेरो घर चाहिँ। ल थ्याङ्क यू यहाँसम्म पुगिदिनु भएको र यो भिडियो अन्तिमसम्म हेरिदिनु हुने साथीहरूलाई चाहिँ हृदयदेखि धन्यवाद।